हेलो साथीहरू सबैजना नमस्ते। फेरि पनि तपाईँहरूको स्वागत छ वेलकम भन्न चाहन्छु मेरो च्यानलमा। स्पेसल आज चाहिँ म यता डिस्कनको यो टुरिज्म एरिया है, यो कासकाइस भन्ने ठाउँतिर चाहिँ म घुम्न आएको अवस्था छ साथीहरू। सो तपाईँहरूले यहाँको एकदम दामी बबाल एकदम रमणीय तपाईँहरूले देखाउने प्रयास गर्दैछु साथीहरू। मेरो हल्का अलिअलि काम पनि थियो आफ्नो, त्यो काम पनि मेरो काम सकिसकेको अवस्था छ। त्यही भएर अहिले चाहिँ काम सकेर म डुल्दैछु साथीहरू। सो यताको भ्यूसहरू चाहिँ यसरी देख्न सक्नुहुनेछ साथीहरू। र अब चाहिँ यस्तो ठाउँतिर नै आइपुग्यो है साथीहरू। यस्तो डेकोरेसन कस्तो व्यवहार गरेको, बाटोतिर यस्तो दामी बनाएको छ है, फुलहरू पनि। अनि यो ग्राउन्डको त तपाईँहरूको कुरै नगर है, यस्तो दामी है। यसमा त पुरा के अरे त्यो तेल लगाए जस्तै कि टिलिक्क टल्किएको दामी चिटिक्क पारेको छ है साथीहरू। सो अब चाहिँ म तपाईँहरूले एउटा सिनेमेटिक भ्यूज पनि देखाउँछु साथीहरू। सो त्यही हो साथीहरू। यहाँको एकदम है डेभलप चाहिँ एकदम बबाल तरिकाले डेभलप भइसकेको देख्न सक्नुहुनेछ तपाईँहरूले। यसरी त्यो धुलो त एकदम तपाईँहरूले कम मात्रामा देख्न सक्नुहुन्छ कि हुँदैन, तर मैले चाहिँ अहिले देखेको छैन है साथीहरू। त्यो सफा गर्ने मेसिन पनि स्ट्यान्ड बाई छ। अनि म तपाईँहरूलाई यस्तो दामी यस्तो खतरा ठाउँतिर पनि देखाउन जाँदैछु साथीहरू। सो भिडियोलाई हेर्दै गर्नु होला साथीहरू। यहाँतिर चाहिँ होइन टक्कै भन्नुपर्दाखेरि यहाँतिर चाहिँ हाम्रो नेपालको है त्यो ठमेलमा छिरेको भाइब चाहिँ आइरहेको छ साथीहरू। यताबाट छिर्यो भने उता कहाँ पुग्छ होला, म चाहिँ त्यहाँ छिर्दैन साथीहरू। म तपाईँहरूलाई होइन टक्क लगाएर सी साइडतिर पनि तपाईँहरूलाई म देखाउन जाँदैछु कासकाइसको। ल टक्क लगाएर अब चाहिँ होइन यो नयाँ ठाउँतिर पनि देखाउँदैछु तपाईँहरूले है। यहाँतिर यस्तो राति एकदम यो लाइटिङ सिस्टम चाहिँ यस्तो दामी डेकोरेसन गरेको हुँदो रहेछ साथीहरू। उसो पनि जोस् दामी देख्दो रहेछ, राति पनि देखिन्छ यसरी पसलहरू। के देखाउँछ भने समुद्रमा सी साइडमा देखाउँदैछु साथीहरू। सी साइडमा है, सी साइडमा हेर्नुपर्छ है साथीहरू, हेर्नुपर्छ सी साइडमा एकदम दामी भ्यूजहरू, खतरा मान्छेहरू हुन्छ कि साथीहरू। सो त्यही भएर तपाईँ समुद्रमा पुग्यो है, पुग्यो। ल म टक्क लगाएर देखाउँ तपाईँहरूले। साथीहरू अब चाहिँ म चाहिँ नयाँ ठाउँतिर पनि एक्सप्लोर गर्दैछु साथीहरू तपाईँहरूले टक्क लगाएर। अब चाहिँ म यताबाट निस्किनु पर्छ है। सो फाइनली साथीहरू यस्तो दामी ठाउँमा आइपुगेछु साथीहरू। म तपाईँहरूलाई देखाउँछु यसरी है। नाइस। यो चाहिँ के रबरले बनेको जस्तो छ है घर। र तपाईँहरूले देख्न सक्नुहुन्छ यो ठाउँको है, यो ठाउँ चाहिँ कासकाइस हो। कासकाइस त्यहाँ देख्न सक्नुहुन्छ त्यो सिसाको त्यहाँ भित्र है। टक्क लाएर त्यहाँको ब्यानर कासकाइस भन्ने छ है, कासकाइस बिल्ला भन्ने ठाउँमा म जाँदैछु साथीहरू। एक्लै चाहिँ अलिकति मजा नआउँदैछ साथीहरू। म एक्लै यसरी घुम्दैछु। के भन्छ यो चाहिँ
टुरिस्ट एरिया रहेछ क्या, टुरिज्म भनौँ न होइन। नेपाली रेस्टुरेन्टहरू, चाइनिज रेस्टुरेन्टहरू सबै रहेछ कि त्यो काठमाडौँ के भन्ने एउटा उसको उस पनि रहेछ। सो त्यहाँ नेपाली खाना सेट पनि पाउँदो रहेछ साथीहरू। अब चाहिँ म यतातिर आइपुगेँ, बाटो क्रस गरेर पनि आइपुगेँ है। म यतातिर आउँदैछु, जाँदैछु। फुलै फुलको बगैँचाहरू देख्न सक्नुहुन्छ तपाईँहरूले। त्यसपछि उतातिर अर्को पनि परिवार मूर्ति जस्तो है। र अब चाहिँ म तपाईँहरूलाई माथिको पार्कमा गएर म तपाईँहरूलाई देखाउने छु। त्यो पार्कमा पनि एकदम दामी बवाल उसहरू छ है, खेल्ने चिजहरू। अनि त्यसपछि त्यो पार्कभित्र उसहरू छ कि खतरा सामानहरू छ कि त्यहाँ, त्योहरू म सबै तपाईँहरूले देखाउने छु। भिडियोलाई अन्तिमसम्म हेर्दै गर्नुहोस् साथीहरू। मैले बिहान चाहिँ त्यो माथिको त्यो होटेलमा चाहिँ हाम्रो के अरे नेपाली होटेलले चाहिँ साथीहरू नेपाली त्यो पाउँदो रहेछ कि त्यहाँ चाहिँ मैले त्यहाँ गएर खाना खाएको छु साथीहरू। सो फाइनल है साथीहरू, मोबाइलको ब्याट्री पनि सकिरहेछ। अनि यसो चार्ज गर्दै भिडियो पनि गर्दैछु साथीहरू। म चाहिँ यता गार्डनतिर आइपुगेको छु। गार्डनमा चाहिँ यस्तो दामी है, यहाँको त अब कुरै नगरौँ न है। यसरी बच्चाहरू चाहिँ यसरी खेलिरहेछ यसमा डक्क लाएर। यस्तै दामी यहाँ चाहिँ नाइस बच्चाहरू खेलिरहेछ, ठुल्ठुलो मान्छेहरू पनि खेलिरहेछ। गोरु, बाघ, घोडा। ल त्यही हो साथीहरू, बच्चाहरू खेल्ने खेलाउनाहरू रहेछ। अनि अब चाहिँ यसो पसलतिर के पाउँदो रहेछ तपाईँहरू देखाउँछु म। पसलतिर है सानो खेलाउन माछाहरू रहेछ कि टक्क। यहाँ चाहिँ थालहरू, प्लेटहरू दामी छ है। त्यही हो साथीहरू, यता है गार्डनमा भएको चिज चाहिँ यति नै हो।